यो चिनी उद्योगको संसार हो। यहाँ उखुदेखि सुरु भएको यात्रा अन्ततः सेतो चिनीमा परिवर्तन हुन्छ। चिनी उत्पादनको मुख्य आधार उखु हो। राम्रो उखुले राम्रो चिनी उत्पादन गर्छ। काटिएको उखुलाई छिटो फ्याक्ट्री पुर्याइन्छ ताकि यसको गुणस्तर कायम रहोस्। फ्याक्ट्रीमा प्रवेश गरेपछि प्रत्येक ट्रकको तौल मापन गरिन्छ। यही तौलको आधारमा किसानलाई भुक्तानी गरिन्छ। प्रयोगशालामा उखुको गुणस्तर परीक्षण गरिन्छ। उखुलाई केन यार्डमा राखेर प्रोसेसिङका लागि तयारी गरिन्छ। अब उखुलाई प्रोसेसिङ युनिटतर्फ पठाइन्छ। केन कटरले उखुलाई साना टुक्रामा काट्छ। फाइभ राइजरले उखुको भित्री भाग फुटाएर रस निकाल्न सजिलो बनाउँछ। विशाल रोलरहरूले उखुबाट रस निकाल्छन्। निकालिएको रस नै चिनी उत्पादनको मुख्य आधार हो। रसलाई निश्चित तापक्रमसम्म तताइन्छ। यस प्रक्रियाले रसबाट अशुद्धता हटाउँछ। अब रसबाट पानी हटाएर बाक्लो सिरप तयार गरिन्छ। भ्याक्युम प्यानभित्र क्रिस्टल बन्ने प्रक्रिया सुरु हुन्छ। यस चरणमा चिनीका क्रिस्टल बिस्तारै बन्न थाल्छन्। सेन्ट्रिफ्युगल मसिनले क्रिस्टल र मोलासेस अलग गर्छ। अब तयार भएको छ सेतो चिनी। चिनीलाई सुकाएर यसको गुणस्तर कायम राखिन्छ। तयार चिनीलाई अटोमेटिक मसिन मार्फत प्याक गरिन्छ। प्याक गरिएको चिनी वेयरहाउसमा भण्डारण गरिन्छ। बागास प्रयोग गरेर बोइलरमा स्टिम उत्पादन गरिन्छ। स्टिम टर्बाइन मार्फत फ्याक्ट्रीका लागि बिजुली उत्पादन गरिन्छ। फ्याक्ट्रीमा प्रयोग हुने पानीलाई प्युरिफिकेसन प्रोसेस मार्फत सफा गरिन्छ। औद्योगिक सुरक्षाका लागि सेफ्टी नियम अनिवार्य हुन्छ। अटोमेसन सिस्टमले सम्पूर्ण प्रोसेस मोनिटर गर्छ। चिनी उद्योग दिनरात निरन्तर सञ्चालन हुन्छ। प्रत्येक मेसिनको नियमित निरीक्षण आवश्यक हुन्छ। मेन्टेनेन्स बिना उद्योग लामो समय सञ्चालन हुन सक्दैन। चिनीको गुणस्तर सुनिश्चित गर्न लगातार परीक्षण गरिन्छ। उखुदेखि सुरु भएको यात्रा अन्ततः चिनीमा परिवर्तन हुन्छ। यही हो नेपालको चिनी उद्योग।